안녕하세요. नमस्ते। धनगढी इडुपल नेपालद्वारा सञ्चालित अन्ना सरको बेसिक 90 डेज कोरियन क्लासमा आज पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। सदा चाहिँ आज पनि तपाईँहरूको माझमा नेक्स्ट डेको भिडियो लिएर उपस्थित भइसकेको छु। आज हामी रहेका छौँ डे 34 34औं नम्बर दिनमा पुगिसकेका छौँ भने हामी कोरियन भाषामा रहेका विभक्तिहरू ग्रामरहरू पढिरहेका छौँ भने आज हामीहरूको विषयवस्तु के छ टपिकमा गएर हेर्छौँ। आजको हामीहरूको विषयवस्तु रहेको छ एगेस हान्थेछ, जसको अर्थ नेपालीमा चाहिँ बाट भन्ने हुन्छ। त्यस्तै हामी लेसन 36 र डे 34मा है पुगेका छौँ भने 02 हिरो कोर्सको। अनि व्याकरण नम्बर 15मा रहेको छ एगेस हान्थेछ, जसको अर्थ नेपालीमा चाहिँ बाट भन्ने हुन्छ। ल यो ग्रामरमा जानुभन्दा अगाडि हामी चाहिँ थोरै केही वर्ड मिनिङहरू याद गरेर जान्छौँ है। यसमा रहेका वर्ड मिनिङहरूलाई पढेर जान्छौँ। ल ल के छ त यसमा वर्ड मिनिङहरू खै हेरौँ। ग्रामरमा जानुभन्दा अगाडि सधैँ त्यो ग्रामरमा भएका केही वर्ड मिनिङहरूलाई हामी हेरेर जान्छौँ। जसलाई याद छ त्यो त एकदमै राम्रो भइहाल्यो। जोसुकै साथीभाइहरूलाई पनि वर्ड मिनिङ याद छैन भने ग्रामरमा जानुभन्दा अगाडि यी वर्ड मिनिङहरूलाई याद गरेर जानुहोला, तपाईँलाई चाहिँ अझै काम लाग्छ है। ल के छ त यी भनेको यो, खु भनेको त्यो, नुगु भनेको को, छिङ्गु भनेको साथी, थुत्ता भनेको सुन्नु, थोङसेङ भनेको भाइ, अन्नी भनेको दिदी, एजा भनेको केटी, थेयाङ भनेको सूर्य। अनि थेयाङ हे भने पनि सूर्य हुन्छ, हे भनेको त वर्ष पनि हुन्छ। फेरि छेगा मैले, छिहे भनेको बुद्धि अथवा ज्ञान है, ज्ञान अथवा बुद्धि। त्यस्तै अर्को छ छेक भनेको किताब, सन्मुल भनेको उपहार, वैसा भनेको कम्पनी, सेङइल जन्मदिन, सोसिक समाचार, थात्ता पाउनु, फिल्लिदा फिल्लिदा भनेको माग्नु, कुनै कुरालाई चाहिँ उधारो माग्नु, सापटी माग्नु भनेपछि के भन्नु पर्यो त फिल्लिदा है, माग्नु उधारो अथवा सापटी। फेउदा भनेको सिक्नु, मुन्जा भनेको म्यासेज है, मुन्जा म्यासेज, टेक्स्ट म्यासेजलाई मुन्जा भनेर भन्छ। त्यस्तै सामुसिल अफिस, अत्ता भनेको पनि प्राप्त गर्नु है। त्यस्तै अर्को छ एगेस हान्थेछ, जुन आजको हाम्रो ग्रामर भइहाल्यो बाट। अनि उरो बुथ भनेको पनि बाट भइहाल्यो है। अब यो उरो बुथ भनेको नि बाट, एगेस हान्थेछ भनेको बाट हो भने एगेस हान्थेछ जहिले पनि मानिस र जनावरमा मात्र प्रयोग हुने भयो भने कुनै संस्थाहरूद्वारा कुनै चिज पाइन्छ, कुनै अरू मान्छे र जनावर बाहेक अरू चिज, अरू अन्य संस्थाहरू, विभिन्न कुराहरूलाई चाहिँ बाट भन्नु परेको खण्डमा हामीले उरोलाई प्रयोग गर्नुपर्ने हुन्छ। हामी यो दुइटै पोइन्टलाई आजको ग्रामरमा कभर गर्छौँ, यो र यसलाई दुइटै पोइन्टलाई है। त्यस्तै उन्नुनको चाहिँ आदरार्थी फर्म के छ चाहिँ, इगाको आदरार्थी फर्म के छ है, के छले। एगेको आदरार्थी फर्म के लाई सँग। त्यस्तै सनसेङ निम शिक्षक ज्यू है, शिक्षक ज्यू। त्यस्तै छनवागा ओदा फोन आउनु होइन। अनि फुमोनिम अभिभावक, छङ्बु भनेको सरकार, नाओदा भनेको बाहिर आउनु, अनि खेङम भनेको अनुभव भइहाल्यो। यस्ता केही हामीहरूका वर्ड मिनिङहरू छन्। ल यो वर्ड मिनिङहरूलाई याद गर्नु होला र याद गरेपछि हामी योभन्दा अगाडि भएको कुराहरूमा जानेछौँ। ल त्यस्तै ल के छ त हामीहरूको ग्रामर छ रहेको छ एगेस हान्थेछ। एगेस हान्थेछ भनेको बाट हो। हिजो पनि हामीले के हेऱ्यौँ भन्दाखेरि एगे हान्थे के को अर्थ पनि बाट आउन सक्छ। कस्तो क्रियामा अन्त भएको, कुनै पाउने अथवा आउने जनाउने क्रियामा वाक्य अन्त भएको छ भने एगे हान्थे के को अर्थ पनि हामी बाट लगाउन सक्छौँ। अब एगेस हान्थेछको अर्थ आफैमा बाट हो, यसको वाक्यको अन्त पनि
कुनै पाउने वा जनाउने क्रियामा नै भएको हुन्छ। यसमा चाहिँ हामीले छुट्याउनु परेन। एगेस हान्थेस लागेर आयो भने हामीलाई सजिलै भइहाल्यो बाट भन्नको लागि भने। तर एगे हान्थे केमा चाहिँ फेरि कुनै पाउने कुनै प्राप्त गर्ने क्रियामा चाहिँ वाक्य अन्त भएको छ भने त्यति बेला पनि हामीले बाट अर्थ लगाउन सकिन्छ भन्ने कुरा थियो। ल आज एगेस हान्थेस, एगेस हान्थेस भनेको के थियो त बाट है। एगेस हान्थेस भनेको बाट। त्यस्तै कुनै व्यक्ति वा जनावर, कुनै व्यक्ति वा, यो जहिले पनि मैले भनिहालेँ एगे हान्थे के र एगेस हान्थेस चाहिँ जहिले पनि फेरि के हुन्छ त मानिस र जनावरमा प्रयोग गरिन्छ है, मानिस र जनावरमा मात्रै। अब यहाँनिर हिजो हामीहरूले के हेरेका थियौँ, एगे हान्थे हेरेका थियौँ। त्यसको आदरार्थी फर्म के थियो भनेपछि एगेस हान्थेसको आदरार्थी फर्म छैन है, यसको आदरार्थी फर्म छैन। यसको आदरार्थी फर्ममा प्रयोग गर्नु परेको खण्डमा पनि त्यही हिजो पढेको हामीले केलाई नै प्रयोग गरिएको भेटिन्छ है त। हो, त्यो भएर चाहिँ अलिकता कन्फ्युजन भइदिन सक्छ क्या। त्यो केलेको कारणले गर्दा बाट भन्नुको परेको ठाउँमा के अरे आदरार्थी फर्ममा चाहिँ फेरि त्यो केलाई नै प्रयोग गरिदियो। सँग भन्नको लागि पनि, लाई भन्नको लागि पनि के, बाट भन्नको लागि पनि के, आदरार्थी फर्ममा चाहिँ त्यसलाई प्रयोग गरिदिएको हुन्छ। तर वाक्यको अन्त चाहिँ कुनै पाउने, प्राप्त गर्ने, फात्ता, अत्ता, थुत्ता होइन, यस्ता कुराहरूमा चाहिँ वाक्यको अन्त भएको छ भने फेरि के हुने भयो त त्यो के को अर्थ पनि बाट हुने भयो। ल एगेस हान्थेस के, कुनै व्यक्ति वा जनावरमा केही चिज पाइन्छ है। कुनै व्यक्ति वा जनावरबाट केही चिज पाइन्छ भने दिने व्यक्ति वा जनावरमा, कसमा, दिने व्यक्ति वा जनावरमा चाहिँ एगेस हान्थेस जोडिन्छ। दिने व्यक्तिमा, दिने व्यक्तिमा है, पाउने व्यक्ति होइन। पाउने व्यक्तिमा त हिजो हामीले एगे हान्थे लाई लगायौँ भने आज चाहिँ दिने व्यक्तिमा चाहिँ त्योबाट मैले पाएँ यस्तो हो नि त होइन, जोडिन्छ। जसको अर्थ बाट भन्ने हुन्छ भनेर भन्छ है। एगेस भन्छ औपचारिक लिखितममा बाट। त्यस्तै हान्थेस अनौपचारिक बोलीचालीमा बाट। यसरी चाहिँ हामी लगाउने। यो एगेस अब हामीले पढ्दाखेरि एगेस आए पनि हान्थेस आए पनि दुइटैको अर्थ के हुने भयो, बाट नै हुने भयो है। ल कुनै व्यक्ति वा जनावरबाट केही चिज पाइन्छ भने दिने व्यक्ति वा जनावरमा एगेस हान्थेस जोडिन्छ। जसको अर्थ बाट भन्ने हुन्छ भन्छ। ल अब यहाँनिर के छ त, सन्सेङनिम एगेस शिक्षकज्यूबाट, सन्सेङनिम हान्थेस शिक्षकबाट होइन। अनि फुमोनिम एगेस, फुमोनिम हान्थेस जे भने पनि भयो, यो भने पनि भयो, यो पनि भयो अभिभावकबाट। छिङ्गु एगेस साथीबाट, छिङ्गु हान्थेस साथीबाट। यसरी चाहिँ हामी यसलाई बनाउन सक्छौँ। एगेस लागे पनि हान्थेस लाग्यो भने जुन लागे पनि अर्थ एउटै हो है। ल यहाँ केही अब हामीले यसमा कुनै फाचिम साचिम हेर्नुपर्ने छैन, सिधै एगेस हान्थेस जोड्यो भने पुग्छ हामीलाई। ल अब यहाँ केही उदाहरण वाक्यहरू छन्, यो उदाहरण वाक्यहरूलाई हामी हेर्छौँ। यो सजिलो ग्रामर पनि रहेछ। ल यो उदाहरणहरूमा के छन् त पहिला हेरौँ खै। पहिलोमा छ नुगु, नुगु एगेस। अब नुगु एगेस भन्नुहुन्छ, नुगु हान्थेस, यो दुईटा मध्ये एउटा चाहिँ प्रयोग गर्ने। यहाँ दुईटै सँगै लेखिया छ, दुईटा मध्ये एउटा आउने भयो वाक्यमा चाहिँ है। अनि यो थुत्ता भन्ने क्रियाबाट आएको छ। यो कुन क्रियाबाट आयो त, थुत्ता। थुत्ता भनेको सुन्नु है। सुन्नु भनेको पनि पाउने जनाउने क्रिया हो, मैले हिजो भने होइन। नुगु एगेस, अब नुगु भनेको को, एगेस भनेको बाट, अनि कसबाट भन्ने अथवा कोबाट सुन्नुभयो होइन। ल कोबाट अथवा कसबाट, कोसँग होइन। अब यहाँनिर कोबाट भन्ने पनि भयो, कोसँग भन्यो, कोबाट के भन्ने, थुरसयो भनेको सुन्नुभयो, कोबाट सुन्नुभयो, कसबाट सुन्नुभयो भनेर, कोही व्यक्तिबाट, कोबाट सुन्नुभयो होइन। नुगु एगेस थुरसयो। त्यस्तै सन्सेङनिम शिक्षकज्यू एगेस अथवा हान्थेस, एगेस अथवा हान्थेस शिक्षकज्यूबाट खुसोसिगुल, त्यो समाचार थुरसयो सुने भन्छ है। शिक्षक
ज्यूबाट खुसोसिगुल त्यो समाचार थुरस्सयो भनेको सुने भन्छ। त्यस्तै अर्को छ छे सेङ्गिरे मेरो जन्मदिनमा छिङ्गु एगेस हैन, छिङ्गु एगेस साथीबाट अथवा छिङ्गु हान्थेस साथीबाट के हो त सन्मुरुल फादासयो मेरो जन्मदिनमा साथीबाट उपहार पाएँ भन्छ। मेरो जन्मदिनमा साथीबाट उपहार पाएँ है, मेरो जन्मदिनमा साथीबाट उपहार पाएँ भन्छ। त्यस्तै थोङसेङ एगेस, थोङसेङ भनेको भाइ अथवा बहिनी, ल भाइ मानौ, भाइबाट थोङसेङ एगेस भाइबाट यी छेगुल यो किताब फिल्लेस सुम्निदा, फिल्लिदा भनेको नि माग्नु, सापट्टि मागोस् तपाईँ उधारो मागो जसरी मागे पनि पाउनु त भयो होइन, फिल्लेस सयो मागे भन्छ। भाइबाट यो किताब मागे भन्छ। भाइबाट यी छेगुल यो किताब मागे भन्छ। भाइबाट यो किताब मागे। अन्नी एगेस भनेको दिदी, दिदीबाट अथवा अन्नी हान्थेस दिदीबाट छनवागा वासयो दिदीबाट फोन आयो भन्छ। छनवा भनेको फोन, ओदा भनेको आउनु, दिदीबाट फोन आयो अथवा दिदीले फोन गर्नुभयो भन्ने जस्तै भयो है। ए यस्ता खालका छन् हामीहरूका केही वाक्यहरू है। ल एगेस हान्थेस दुइटैलाई सँगै लेखिएको छ है, या त एगेस लगाउने या त हान्थेस लगाउने है, दुईटा मध्ये एउटा। यहाँ हान्थेस यहाँ पनि हान्थेस, दुईटा मध्ये एउटा लाग्ने भयो। दुईटा सँगै लेखिएको छ, यो दुईटा मध्ये एउटा लाग्ने भयो, त्यो कुरालाई ध्यान दिनु होला। ल खै नुगु, नुगु हान्थेस, नुगु हान्थेस थुरस्सयो कोबाट सुन्नुभयो, नुगु एगेस थुरस्सयो कोबाट सुन्नुभयो। त्यस्तै सनसेङनिम एगेस खुसोसिगुल थुरस्सयो शिक्षक ज्यूबाट त्यो समाचार सुने। छे सेङ्गिरे मेरो जन्मदिनमा छिङ्गु हान्थेस साथीबाट सन्मुरुल फादासयो मेरो जन्मदिनमा साथीबाट उपहार पाए। त्यस्तै थोङसेङ एगेस अथवा थोङसेङ हान्थेस भाइबाट यी छेगुल फिल्लस सुम्निदा मैले भाइबाट यो किताब के गरेँ त मागे अथवा सापट्टि लिए। अन्नी एगेस दिदीबाट छनवागा फोस वासुम्निदा अन्नी एगेस छनवागा वासुम्निदा भन्नु पर्यो। यहाँनिर वा गा लगाइदिए अझै राम्रो भइहाल्यो। ल अन्नी एगेस छनवागा वासुम्निदा दिदीबाट फोन आयो अथवा यसरी है। ल यी वाक्यहरूलाई हेर्नु होला। हामी तल एनसुबमा छौँ, एनसुबमा जान्छौँ, एनसुबमा के कस्तो छ त्यहाँ गएर हेर्छौँ है त। ल त्यस्तै छ, यहाँनिर केही नेपालीमा वाक्यहरू छन्, यिनीहरूलाई हामी कोरियनमा बनाइ हेर्छौँ। ल के छ त यहाँनिर कम्पनी, एनसुब अभ्यास, कम्पनीबाट फोन आयो। अब यो चाहिँ यो वाक्य अहिले हामीले पढेको छैनौँ, मैले एकछिन अगाडि भनेको थिएँ नि, एगेस हान्थेस जहिले पनि केमा लाग्छ फेरि मान्छे र जनावरमा मात्र लाग्छ। अब यहाँ छ मान्छे र जनावर बाहेक कुनै कम्पनी भन्ने संस्थाबाट फोन आयो भन्नु पर्यो। अब यो कन्डिसन हामीले अझै पढ्या छैनौँ, तल पढ्नुपर्ने नै हुन्छ। ल तैपनि अब वाक्य यहाँ आइसक्यो, मैले यसलाई वाक्य बनाइदिने छु है। अब यसलाई के भन्नु पर्यो, होइसा, होइसा भनेको कम्पनी,
है। अब यहाँनिर फाक्षम छैन, होइसारो बुथ भन्नु पर्यो। होइसारो बुथ कम्पनीबाट छन्वागा अनि ओदाबाट वास्सयो होइन। कम्पनीबाट फोन आयो, यस्तो हुने भयो। यसमा चाहिँ यो चाहिँ किनभने मान्छे र जनावरमा मात्र एगेस हान्थेस लाग्छ, त्योभन्दा बाँकी कुनै सङ्घ संस्था होस् या कुनै अरू चिज, जुनसुकै पनि अरू चिजबाट चाहिँ बाट भन्नु परेको ठाउँमा चाहिँ हामीले रो उरो बुथ लगाउनु पर्ने हुन्छ है। ल यहाँ अब यो साथी भनेको त मान्छे हो, मान्छे भने साथी भनेको मान्छेमा पर्छ भने साथीबाट म्यासेज आयो अनि छिङ्गु एगेस, छिङ्गु हान्थेस भन्नु पर्यो। यहाँनिर छिङ्गु एगेस अथवा हान्थेस मध्ये एउटा छिङ्गु हान्थेस मुन्जागा वास्सयो, मुन्जा मेसेजी वास्सयो, मुन्जागा वास्सयो होइन। साथीबाट के आयो त मुन्जा मेसेज आयो, यसरी भन्न। मुन्जा मेसेजी पनि भन्न सक्छ है। ल त्यस्तै अर्को छ केटीले केटा साथीबाट। अब यो केटीले केटा साथी भनेको पनि केटै हो होइन, मान्छे हो। मान्छेबाट के हो त उपहार पायो भनेपछि एजागा केटीले केटा साथीबाट नाम्जा छिङ्गु है। अनि एगेस अथवा हान्थेस एगेस, नाम्जा छिङ्गु एगेस अनि सन्मुरुल फादासयो, उपहार पायो। सन्मुल भनेको उपहार अनि पाउनुको अगाडि उल्रुल लाग्नु पर्यो, फाता फादास तयो, यस्तो हुने भयो। एजागा नाम्जा छिङ्गु एगेस सन्मुरुल फादासयो, केटीले केटा साथीबाट उपहार पायो है। त्यस्तै अर्को छ भाइ चाहिँ, अब भाइ पनि मान्छेमै पर्यो, जनावर मान्छे। भाइ चाहिँ शिक्षकबाट कोरियन भाषा सिक्छ भन्छ है। थोङसेङुन अथवा नामदोङसेङुन है। थोङसेङुन भाइ चाहिँ शिक्षकबाट, सनसेङनिम अनि एगेस, सनसेङनिम एगेस हाङ्गुगरुल फेवायो, कोरियन भाषा हाङ्गुग है रुल अनि फेउदाबाट फेवयो सिक्छ, यस्तो भयो। थोङसेङुन सनसेङनिम एगेस हाङ्गुगरुल फेवयो, भाइ चाहिँ शिक्षकबाट कोरियन भाषा सिक्छ, यस्तो भयो है। ल कन्फ्युजिङ बनाउन सक्ने केही पोइन्टहरू यहाँ तल राखिएका छन्, यिनीहरूलाई पनि हेरौँ। अब यहाँनिर हेर्दाखेरि अब यहाँ चाहिँ एगे हान्थे के भनेको लाइसँग हो। कहिलेकाहीँ यहाँ चाहिँ यो एगे हान्थे के आदरार्थी भइहाल्यो। यो केस भनेको फेरि के हो त, एगेको आदरार्थी फर्म के भइहाल्यो, यो वाक्यले बुझाउन खोजेको त्यो हो। यो केस भनेको के हो त, इगाको आदरार्थी फर्म केस हुन्छ भन्ने यो वाक्यले बुझाउँछ। त्यस्तै यहाँनिर केस नुन भन्ने छ, उन्नुनको आदरार्थी फर्म के हो त फेरि केस नुन हुन्छ। अनि एगेसको हान्थेसको आदरार्थी फर्म छैन, मैले भनेको थिएँ होइन। त्यस्तै के हो त के को पनि के हो त एगे हान्थेको के हुन्छ। अब यो केलाई हामी दुइटै कन्डिसनमा बाटोमा पनि प्रयोग गर्न सक्छौँ, लाइसँगलाई पनि प्रयोग गर्न सक्छौँ भनेको थिएँ, त्यही कुरा यहाँ रहेको छ है। ल खै हेरौँ के भन्छ। सनसेङनिम एगे भन्छ, शिक्षकज्यूलाई सन्मुरुल छोस्यो। अब शिक्षकलाई उपहार दिए भन्छ यो वाक्यले। किन यो एगे हान्थेको यहाँनिर शिक्षकसँग उपहार दिए भन्ने सही, शिक्षकलाई उपहार दिए भन्नु पर्यो है। सनसेङनिम एगे शिक्षकज्यूलाई के भयो त उपहार दिए, यस्तो खालको आयो है। त्यस्तै यो वाक्यले भन्छ सनसेङनिम के भन्छ। अब यो पनि के हो त शिक्षकज्यूलाई, अब यो एगे हान्थेको आदरार्थी फर्म हो। यसैको आदरार्थी फर्म भन्नलाई चाहिँ
यसको इगाको एगेको आदरार्थी फर्म के भइहाल्यो भने अब यहाँनिर यसरी बुझौँ है। ल ल एगेको आदरार्थी फर्म के हो त? एगेको आदरार्थी फर्म के हो? यसै यही एगेको ठाउँमा चाहिँ के प्रयोग गरियो। अनि यो छुदाको आदरार्थी फर्म के हुन्छ त? छुदा भन्ने क्रिया, छुदा भनेको दिनु भनेपछि थुरिदा भनेको पनि दिनु हो। यसैको आदरार्थी क्रिया यो हो है। यहाँ आदरार्थी कुरा प्रयोग गरियो भने यहाँ पनि चाहिँ यो छुदाको ठाउँमा के प्रयोग गरियो? थुरिदा प्रयोग गर्यो। यो वाक्यले र यो वाक्यले भन्न खोजेको मिनिङ एउटै हो नेपालीमा, शिक्षकज्यूलाई उपहार दिए। तर यो चाहिँ आदरार्थी वाक्य भयो, यो सामान्य वाक्य भयो। यो चाहिँ कस्तो वाक्य भयो त? सामान्य वाक्य है। अनि यो पनि त्यही भन्छ, शिक्षकज्यूलाई उपहार दिए। शिक्षकज्यूलाई के गरे? उपहार दिए भन्छ। तर यो चाहिँ के हो त? आदरार्थी वाक्य है। छुदा इक्वल टु थुरिदा इक्वल टु दिनु भयो होइन, यसरी। अब यो वाक्य भनेको सामान्य वाक्य हो, यो चाहिँ आदरार्थी वाक्य हो। फरक केले बनायो त आदरार्थी वाक्यलाई? यो छुदाको ठाउँमा थुरिदा प्रयोग भयो, एगेको ठाउँमा के प्रयोग भयो, त्यति फरक छ, अर्थ एउटै हो है। ल त्यस्तै यो दुईटाको अर्थ एउटै हो, हामीले बुझ्यौँ। त्यस्तै अर्को हेरौँ, यो तेस्रो नम्बरको। अनि सन्सेङनिम केश भन्छ। अब यहाँ केश, अब यहाँ चाहिँ के हो त? यो इगाको आदरार्थी फर्म पो केश हो। यो केश भनेको यो के भनेको लायो भने केश भनेको बाट भन्ने हुँदैन है। अब यहाँ चाहिँ के हो त? हामीले के कति बेला प्रयोग गर्छौँ त इगा चाहिँ? जति बेला चाहिँ यही कर्तालाई इम्पोर्टेन्ट मान्नु परेको खण्डमा, कर्तालाई नै फोकस गर्नु परेको खण्डमा हामीले इगा अथवा केशलाई फोकस गर्ने हो, जसको अर्थ ले आउन सक्छ अथवा ले नआयो भने जुन शब्दमा लागेको छ त्यही शब्दलाई फोकस गराउँछ भन्ने कुरो है। अनि त्यो भएर सन्सेङनिम केश भनेको के हो त? शिक्षकले अनि उपहार सन्मुरुल फादासय, शिक्षकज्यूले उपहार पाउनुभयो, यस्तो खालको यसको अर्थ आउने भयो। कस्तो खालको आउने भयो त? शिक्षकज्यूले उपहार पाउनुभयो, उपहार पाउनु भयो, यस्तो खालको हामीहरूको चाहिँ उच्चारण आउने भयो है। अब यहाँनिर चाहिँ यही छ। यी उन्नुनको आदरार्थी फर्म फेरि के हो त? केसनुन हो। यहाँ चाहिँ सनसिङको ठाउँमा चाहिँ फेरि केसनुन लाग्यो। अब केसनुन भनेको चाहियो जसले विषयवस्तु सूचक हो, यो वाक्यमा रहेको विषयवस्तुतिर यसको ध्यान केन्द्रित गराउँछ भनेपछि आफूभन्दा पछाडितिरकोलाई चाहिँ यसले फोकस गराउने भयो। सनसिङनिम केसनुन, शिक्षकज्यूले चाहिँ अथवा शिक्षकज्यू चाहिँ सन्मुरुल फादा सुन्निदा, शिक्षकज्यूले चाहिँ उपहार पाउनुभयो। यो वाक्यले भन्न खोजे पनि त्यही हो, शिक्षकज्यूले उपहार पाउनुभयो। तर चाहिँ यो के हो त? यो उन्नुनको कारणले चाहिँ उपहार पाउने कुरा इम्पोर्टेन्ट भयो भने यो कुरा, यो माथिको वाक्यमा चाहिँ उपहार पाउने चाहिँ व्यक्ति को रहेछ? सन्सेङनिम भन्ने व्यक्ति इम्पोर्टेन्ट भयो भन्ने कुरा हो। कुरो हो लगभग लगभग एउटै हो। सब्जेक्ट पार्टिकल दुइटैमा लागेको छ, तर आदरार्थी फर्ममा लागेको छ है। शिक्षकज्यूले चाहिँ है, शिक्षकज्यूले चाहिँ भन्नु पर्यो। अब उपहार पाउनुभयो भनौँ, उपहार पाउनु भयो। शिक्षकज्यूले उपहार पाउनुभयो, शिक्षकज्यूले चाहिँ उपहार पाउनुभयो। कसले पायो त? शिक्षकज्यूले चाहिँ उपहार पाउनुभयो। त्यो उपहार पाउने चाहिँ व्यक्तिको रहेछ सन्सेङनिम। तर यो सन्सेङनिम भन्दा पनि उपहार पाउने कुरा चाहिँ इम्पोर्टेन्ट भयो वाक्यमा, त्यही हो कुरोकानी है। त्यस्तै अर्को छ यहाँनिर, यो चाहिँ सब्जेक्ट पार्टिकल जोडिएका वाक्यहरू भयो। सब्जेक्ट पार्टिकल भनेको कर्ताकारक विभक्ति है। यिनीहरू चाहिँ के भयो त? फेरि एगे हान्थेको चाहिँ एउटा सामान्य वाक्य, एउटा चाहिँ आदरार्थी वाक्य, एगे हान्थे केबाट। अब यहाँनिर केश बाटालाई हेर्दाखेरि चाहिँ यो दुईटाको अर्थ बाटा आउने हो। किन? अब यहाँनिर पनि यो के हेर्दाखेरि यसको अर्थ चाहिँ हामीहरूले
लाई लगाएका थियौँ भने यहाँ आउने यो के को अर्थ बाट हुने भयो। किन बाट हुने भयो त यहाँ चाहिँ पाउने जनाउने क्रिया छ, फात्ता भनेको पाउनु। यहाँ चाहिँ के छ त थुरिदा भनेको पाउने नभएर जाने क्रिया छ, थुरिदा भनेको दिनु। अब त्यो भएर यहाँ चाहिँ लाई दिए भन्नु पर्यो, बाट पाएँ भन्नु पर्यो। अब चाहिँ जोसुकै होस्, तर यसरी चाहिँ हामीहरू कोरियन वाक्यले चाहिँ अलिकता कन्फ्युजन बनाइदिन सक्छ। ल सनसेङ निम एगेस शिक्षक ज्यूबाट सन्मुरुल फादास सयो भनेको शिक्षक ज्यूबाट उपहार पाए भन्ने अर्थ आउने भयो यसको। ल शिक्षकबाट उपहार पाए, उपहार पाएँ भन्ने यस्तो चाहिँ यसको अर्थ आयो है। अनि सनसेङ निम के सन्मुरुल फादा सुम्निदा। अब यो पनि के भयो त यो अर्थले यो केले पनि बाट नै अर्थ दिने भयो। किन यहाँ फात्ता जनाउने कुनै चाहिँ आउने क्रिया जनाउने कारण छ भने यसले गर्दा यो के को अर्थ लाइसँग नभएर बाट हुने भयो। यसको अर्थ पनि त्यही भयो, शिक्षकबाट उपहार पाए है। यस्तो खालको हुने भयो है। ल यसलाई हेर्ने कोसिस गर्नु होला। यो दुइटै चाहिँ है, यो दुइटै चाहिँ अब एगेस हान्थेस भनेको बाट हो। हामीले चाहिँ कुनै पछाडि क्रिया सिरिया हेर्नु परेन, सिधै एगेस हान्थेसको अर्थ बाट लगाइदिए पुगिहाल्यो। तर यो के को अर्थ लगाउँदाखेरि पछाडि चाहिँ यो कुनै पाउने अथवा आउने क्रियामा वाक्य अन्त भइरहेछ भने त्यति बेला यसको अर्थ लाइसँग नभएर बाट भइदिन्छ। फेरि यो के को मात्र फेरि केस नन भयो भने फेरि केस नुन भयो भने उन्नुन हो, केस भयो भने इगा हो भन्ने कुरा पनि बुझिराख्नु होला है। ल ल खै कम्पनीबाट फोन आयो, वैसारो बुथ छनवागा वासयो। त्यस्तै साथीबाट मेसेज आयो, छिङ्गु हान्थेस अनि मुन्जागा वासयो। साथीबाट मेसेज आयो। त्यस्तै केटीले केटा साथीबाट उपहार पायो, एजागा नाम्चा छिङ्गु एगेस। केटीले केटा साथीबाट सन्मुरुल फादासयो उपहार पायो। भाइ चाहिँ शिक्षकबाट कोरियन भाषा सिक्छ। अनि नामदोङ सेङुन अथवा थोङ सेङुन भाइ चाहिँ शिक्षकबाट सनसेङ निम एगेस शिक्षकबाट हाङ्गुगरुल फेयो कोरियन भाषा सिक्छ। यस्तो हुने भयो। केही कन्फ्युजन छन् यहाँ मैले वाक्य बनाएँ, तपाईँलाई हेरेर देखाएँ। सनसेङ निम एगे शिक्षक ज्यूबाट सन्मुरुल अरे सरी है, यहाँ एगे हान्थे के हो त यहाँ चाहिँ लाइसँग भन्ने हो है। सनसेङ निम एगे शिक्षक ज्यूलाई सन्मुरुल छोसय उपहार दिए भन्छ है। यहाँ चाहिँ किन आउने क्रिया नभएर जाने भएछ। कुनै आफूबाट कुनै सामान बाहिर जाने, छुदा भनेको दिनु, थुरिदा भनेको पनि दिनु होइन, यस्तो हो। त्यो के भयो त शिक्षक ज्यूलाई उपहार दिए भन्छ। कस्तो रहेछ त सामान्य वाक्य रहेछ फेरि। त्यस्तै सनसेङ निम के यही एगेको ठाउँमा के प्रयोग गर्यो, सन्मुरुल थुर्यासय यो छुदाको ठाउँमा फेरि थुरिदा प्रयोग गर्यो, थुर्यासय। अनि शिक्षक ज्यूलाई उपहार दिए, तर वाक्य कस्तो भयो, अदारार्थी वाक्य भयो है। त्यस्तै सनसेङ निम एगे सनसेङ निम केस भनेको शिक्षक ज्यूले भनेको यो केस भनेको फेरि बाट होइन है। यो केस भने के रहेछ त इगाको चाहिँ आदरार्थी फर्म के रहेछ, केस है। अनि शिक्षक ज्यूले सन्मुरुल फादासयो भनेको उपहार पाउनुभयो, यस्तो अर्थ दिने भयो। त्यस्तै सनसेङ निम केस नुन शिक्षक ज्यूले चाहिँ सन्मुरुल फादास सुम्निदा उपहार पाउनुभयो। के भयो त यो वाक्यले पनि यो केस नुन भनेको उन्नुन हो, अनि केस भनेको इगा हो। उन्नुनको मैले भनिहालेँ विषयवस्तु सूचक हो। कर्ता भन्दा कर्ताले गर्ने कार्य, कर्ताले गरेको कार्यलाई इम्पोर्टेन्ट जनाउँछ भने इगाले चाहिँ जुन शब्दमा लागेको छ कर्तालाई नै फोकस गराउने भयो, त्यति फरक भयो। यसले चाहिँ शिक्षक ज्यूले चाहिँ उपहार पाउनुभयो, शिक्षकले उपहार पाउनुभयो, यस्तो अर्थ लगाउन सकियो। त्यस्तै अर्को दुईवटा वाक्यहरू छन् बाटोको लागि। सनसेङ निम एगेस, अब एगेस भनेको हान्थेस भनेको बाट भइहाल्यो, शिक्षक ज्यूबाट। अनि सन्मुरुल फादासय उपहार पाए भइहाल्यो।
अनि तर यो एमा लगाउँदाखेरि हामीले तिनटै सन्सेङ निम्के शिक्षकज्यूलाई उपहार पाए स्वाइयो त स्वाइएन। शिक्षकज्यूलाई उपहार पाए कुनै त्यहाँ अर्थ तालमेल मिल्यो वाक्यको मिलेन। अनि सन्सेङ निम्के शिक्षकज्यूसँग उपहार पाए अब अलिअलि काहीँ काहीँ मिले जस्तो तर पनि यसमा पनि त्यति खासै तालमेल मिलेन। शिक्षकज्यूसँग उपहार पाए कुनै मिल्यो मिलेन। अब यो मैले के भने एके हान्थे के को अर्थ चाहिँ के हो त लाई पनि हुन्छ सँग पनि हुन्छ परिस्थिति अनुसार बाट पनि भइदिन्छ। बाट हुनको लागि कुनै पाउने अथवा आउने क्रियामा वाक्य अन्त हुनुभयो। फात्ता भनेको पाउनु हो पाउनु भनेको कुनै चिज आफूतिर आउने कुरा भयो भनेपछि यो के को अर्थ पनि के हुने भयो बाट सन्सेङ निम्के शिक्षकज्यूबाट सन्मुरुल फादा सुन्निदा उपहार पाए शिक्षकज्यूबाट उपहार पाए यस्तो खालले चाहिँ हामी यो यसलाई चाहिँ बुझ्न सक्छौँ। ल यी कुराहरूलाई हेर्नु होला र घरमा चाहिँ यसको यो नेपाली लेखेको त चेक गर्नु होला र आफै पनि है एकचोटि आफै पनि यसको नेपालीमा अर्थ निकालेर बुझ्ने कोसिस चाहिँ अवश्य पनि गर्नु होला भन्दै म तलको वाक्यहरूमा जानेछु। हामीहरूको रोबुथ भन्ने छ होइन। ल अब के छ त मैले के भने एगेस हान्थेसको अर्थ बाटो हो तर चाहिँ के हो त जहिले पनि मानिस र जनावरमा मात्रै लाग्छ भन्ने कुरा मैले भनिसकेको छु भने त्योभन्दा बाँकी कन्डिसनमा चाहिँ हामीले बाटो भन्नको लागि फेरि मानिस र जनावर बाहेक अन्य चिज कुराहरूबाट चाहिँ भन्दाखेरि उरो बुथलाई प्रयोग गर्नुपर्ने हुन्छ। ल अब यहाँनिर उरो बुथलाई प्रयोग गर्नुपर्ने त हुन्छ। यो उरो बुथ भनेको बाट है कुनै संस्था वस्तु तथा अन्य चिजबाट कुनै वस्तु कुनै संस्था तथा अन्य चिजबाट केही कुरा पाइन्छ भने यस्तो अवस्थामा के त उरो बुथ प्रयोग गरिन्छ। मान्छे र जनावर बाहेक अन्य चिजबाट कुनै चिज पाइन्छ भने यस्तो अवस्थामा उरो बुथ प्रयोग गरिन्छ भन्छ है। अनि फाङ्सिक भनेको विधि भइहाल्यो। फाङ्सिक भनेको विधि। अब यो चाहिँ जहिले पनि नाम सर्वनाम अनि सब्जेक्टमा लाग्छ भने नाम सर्वनाममा लाग्ने कुरा हो। त्यो भएर शब्दको अन्तमा चाहिँ फाक्षिम छ भने हामीले के लगाउनु पर्यो उरो लगाउनु पर्यो। त्यस्तै शब्दको अन्तमा फाक्षिम छैन भने रो लगाउनु पर्यो। अनि त्यस्तै शब्दको अन्तमा फाक्षिम ल आउँदाखेरि हामीले चाहिँ उरो नलगाएर फेरि रो लगाउनु पर्यो। यो कुरालाई ध्यान दिनु होला है। ल यो रमा चाहिँ स्वर जोडिएको प्रत्यय छ भनेपछि र माइनस नभएर प्लस हुन्छ। शब्दको अन्तमा फाक्षिम ल आउँदा हामीले जोड्नु पर्यो के रोलाई जोड्नु पर्यो। उरो फाक्षिम भए पनि उरो नजोडेर रो जोड्नु पर्यो कुन कन्डिसनमा शब्दको त्यो अन्तमा ल आउँदाखेरि है। जस्तै सामुसिल भनेको अफिस हो यहाँनिर ल फाक्षिम आयो। ल फाक्षिम आयो भने हामी उरो नजोडेर रो जोड्छौँ। अब यहाँनिर यसरी सामुसिल्लो अब यो र पनि आयो यसको पनि ल उच्चारण यो तल फाक्षिमको पनि ल माथिको पनि ल उच्चारण गर्ने सामुसिल्लो यस्तो हुने भयो है। ल के भन्छ त छङ्बुको यहाँनिर फाक्षिम छैन भन्ने रो जोडिने भयो। खेङहम यहाँनिर फाक्षिम छ भने के जोडियो उरो जोडियो। सामुसिलको यहाँनिर फाक्षिम छ तर कस्तो फाक्षिम छ त ल फाक्षिम छ भने हामी के जोड्ने भयो रो जोड्ने भयौँ। यसरी चाहिँ छङ्बु रो बुथ खेङहम उरो बुथ है। त्यस्तै सामुसिल्लो बुथ यस्तो हुने भयो है। छङ्बु भनेको सरकार रो बुथ भनेको बाट सरकारबाट भइहाल्यो है। खेङहम फाक्षिम छ उरो लाग्यो खेङमुरो भयो। अब खेङमुरो बुथ यस्तो। अब यहाँ आयो लगत्तै स्वर पढ्न आयो खेङमुरो बुथ अनिभव होइन अनुभवबाट के भन्ने अनुभवबाट है अनुभवबाट। त्यस्तै सामुसिल्लो भनेको चाहिँ सामुसिल्लो बुथ भन्नु पर्यो भने अफिसबाट के हुनु पर्यो अफिसबाट है। यो बुथ फेरि के छ त यो बुथ हामीले पढ्यो समय सूचक शब्दमा प्रयोग गरिन्छ जसको अर्थ के हो त बाटदेखि नै हुन्छ भन्ने हामीले त अलरेडी पढिसकेका छौँ होइन। बाट अथवादेखि हुन्छ र नामसँग प्रयोग भएको कन्डिसनमा कहिलेकाहीँ के हुन्छ त
पहिला सुरुमा भन्ने अर्थ दिइहाल्यौँ भने यो बुरोको अर्थ पनि बुथको अर्थ आफैमा बाटो छ, तर पनि के हो त कहिलेकाहीँ प्राप्त हुने कन्डिसनमा पनि बाटो अर्थ आउने भयो। त्यति बेला उरोलाई पहिला लगाएर अनि बुथ हुने भयो। अब बुथको अर्थ त यसरी पनि बाटै छ, उसरी पनि बाटो छ। बाटो अथवा देखियो होइन, आछिम बुथ छन्या काजी बिहानबाट साँझसम्म त्यसरी पनि मिलिहाल्यो, उसरी पनि मिल्छ है। तर मान्छे अथवा जनावरमा लाग्दाखेरि जहिले पनि एगेस हान्थेस प्रयोग हुनु पर्यो है। अनि यो उरो बुथ चाहिँ मान्छे र जनावरमा प्रयोग नभएर अन्य कन्डिसनमा चाहिँ प्रयोग हुने भयो भन्ने कुरा हो है। ल यतिलाई चेक गर्नु होला। हामी तल केही वाक्यहरूमा जान्छौँ है। ल वाक्यहरू पनि धेरै छैनन् है। यो खेङहम भनेको अनुभव भएछ, यो अनुभव हो है, अनुभव, अनुभवबाट है। ल त्यस्तै थेयाङ, थेयाङ उरो भन्छ। थेयाङ भनेको सूर्य, उरो बुथ भनेको बाटो, अनि नाओदा भनेको आउनु, बाहिर आउने, आउने, नाओ नन आउने, एनर्जी भनेको एनर्जी भन्छौँ नि, इएनइआरजीवाई, इएनइआरजीवाई इनर्जी है। इनर्जी भनेको ऊर्जा, ऊर्जा। अब यो इङ्ग्लिस वर्ड नै हो, एनर्जी भन्न खोजे हो है, इनर्जी। ल थेयाङ उरो बुथ सूर्यबाट आउने ऊर्जा भन्छ, सूर्यबाट आउने ऊर्जा, यस्तो भयो है। त्यस्तै अर्को छ खेङम उरो बुथ भन्छ। खेङम अनुभवबाट अधुन प्राप्त गरेको, छिहे भनेको बुद्धि अथवा ज्ञान है। अनुभवबाट प्राप्त गरेको ज्ञान भन्छ। अब यहाँ अत्ता भनेको चाहिँ पाउनु, प्राप्त गर्नु, यसमा चाहिँ उन भन्ने व्याकरण जोडियो जसको अर्थ एको भन्ने हुन्छ। अनि यो चाहिँ प्राप्त गर्नु, प्राप्त गर्नु होइन। प्राप्त गर्नुमा चाहिँ एको जोड्यो भने प्राप्त गरेको, छिए भनेको ज्ञान भइहाल्यो है। अनुभवबाट प्राप्त गरेको ज्ञान है, अनुभवबाट प्राप्त गरेको ज्ञान भइहाल्यो। ल छेगा छङ्बुरो बुथ मैले सरकारबाट थोनुल फादा सुम्निदा, मैले सरकारबाट पैसा पाएँ भन्छ। मैले सरकारबाट पैसा पाएँ भन्छ है। यस्तो छ। ल के लाग्नु पर्यो त मान्छे र जनावरमा जहिले पनि के लाग्नु पर्यो, एगेस हान्थेस लाग्नु पर्यो भने मान्छे र जनावर बाहेक कुनै चिज वस्तु अथवा कुनै संस्थाजन्य कुराहरूलाई चाहिँ बाट भन्नु पर्यो। त्यो संस्थाहरूबाट कुनै चिज पाइरहेछ भने उरो बुथ लगाउनु पर्यो है। ल उरो बुथ भनेको बाट, बुथ भनेको आफैमा बाट देखिँदै अर्थ नै हो है। ल थेयाङ उरो बुथ नाउनन इनर्जी, सूर्यबाट आउने ऊर्जा। त्यस्तै खेङम उरो बुथ अधुन छिए भन्छ, अनुभवबाट प्राप्त गरेको ज्ञान। अनि छेगा छङ्बुरो बुथ थोनुल फादासयो, मैले सरकारबाट पैसा प्राप्त गरेँ अथवा पाएँ भनेर यसरी हामी बनाउन सक्छौँ है। ल यी वाक्यहरूलाई पनि चेक गर्नु होला र ग्रामरलाई पनि राम्रोसँग बुझ्ने कोसिस गर्नु होला। आजको टपिक हामीहरूको यहीँ नै समाप्त हुन्छ। भोलि नेक्स्ट डेको भिडियो लिएर तपाईँहरूको माझमा आउने नै छु। तबसम्मको लागि बिदाई दिनुहोस्। हस्त, नमस्ते, धन्यवाद।